चाहिँ हामी मेडे मनाउनु सबैजना काम गर्ने हो। आज चाहिँ मेडे मनाउनुको लागि चाहिँ हामी यो खोला गएको। हल्का रमाइलो है सबैजना। अब पुगिहाल्यो नि। 25 साल पहिला आएको यो ठाउँमा सानोमा हुँदाखेरि, फेरि 25 साल बाद यो ओडाल जस्तोको जस्तै रहेछ। यहीँ हामी सुत्थ्यौँ। पुग्यो अब सबैजना हेरे राजाले बनाएको म्यागी कस्तो भयो? यता हेर्दै है हाम्रो सेफ सेफ नलजानु यता हेर्न लजाइमा रहन्छ सेफ है। यो विकास चाहिँ हाम्रो यही हाम्रो के अरे के बाउ भन्छ बस्नेत बाउ टाइपको भइरहेको छ यो चल्दैछ। आज साथीभाइहरूसँग यो खोलामा 28 साल बाद आइरहेको छ। ए मड चिकनको लागि रेडी भइसक्यो हाम्रो। अब चाहिँ यसलाई चाहिँ हामी केराको पत्तामा उयो गर्छ। ये तो वीडियो है वीडियो यो पनि राजाको पो हाल्नु न। एक घन्टा बादमा चाहिँ हाम्रो मड चिकन रेडी भयो हो। मड चिकनको भित्रको चाहिँ हेरौँ अब कस्तो छ। हेरौँ फ्लेभर यो चाहिँ मड चिकन भन्छ होइन। अब केराको पत्तामा र उसमा गरेर मड चिकन बनाएर हामीले सानो सानो गानामा फुल ए हो जिन्दगीको। जिन्दगी आफ्नो लागि पनि त जिउनु पर्यो। आज चाहिँ हामीले आफ्नो लागि जिएको बाँकी दिन त काम गरिरहन्छ नि। सालको बादको मेमोरी हो अनि 1996 मा चाहिँ हामी यहाँ आएको थियौँ। यो जग्गा चाहिँ खोला थियो, यहाँबाट निकै गयो, मतलब निकै गहिरोमा खोला थियो। हामी डाइभर हाल्यो होइन। आज 2025 मा आउँदाखेरि यस्तो छ प्रकृति चाहिँ यस्तो राम्रो हामीले खुद आँखाले देख्यो क्या हामी। अरे खोला चाहिँ पारी परिछ पारी छ। हामी 1996 मा हामी हिँडेर आउँदाखेरि उयो माथि यो डाँडाबाट योबाट यहाँ झर्थ्यो, यो खोला थियो जग्गा थिएन। यो कालो ढोकामा चाहिँ अब सबै अब गोपी मामा दाजुहरूसँग आउँथ्यो हामी सानो आज छैन। लाफिङ बुद्ध होइन हाम्रो पिकनिकको एन्डिङ पनि भयो।
सबैजना यसरी हाम्रो पनि पहाडीको खोला छ यहाँनिर आजको पिकनिक मिडे मनाउन आएको सबैसँग अब चाहिँ हामी घरतिर लागेको त्यही हो सबैजना त्यही हो अलिकति नेचरको इन्जोयमेन्ट पनि लिनुपर्छ सडक र बजारको बिचमा बसेर फाइदा छैन हाम्रै छेउमा यति साह्रो कहीँ घुम्नु जानु पर्दैन अनि हाम्रै छेउछाउमा खोज्यो भने कस्तो कश्मीरको भन्दा दामी केही छैन खायो भने के भयो कसैलाई बेहोरा देखाइन माथि पठाए घन्टा बोकको खाए एउटाको खाए साथीभाइसँग बसेर खाए त्यो चाहिँ खाए तैँले किन चाहिँ मलाई दिस तैँले किन दिस मलाई बियर तैँले बियर नदिए गाउँमा खाने दिन घन्टा बिहानदेखि